Hello, welcome to my YouTube channel Pasang 17 Vlog. नमस्ते तैसितिलको जुसम्पो मैले अस्तिदेखि भिडियो हालेको छैन है। अन्त आज चाहिँ म यसो त्यसै बसिरहेको थियो अन्त भिडियो हालौँ सोच्यो हो। अन्त म चाहिँ यहाँ गाईगोठमा आएको छु हैन। अन्त तपाईहरु सबैजना ठिकै हुनुहुन्छ होला है। आज चाहिँ म एउटा कुरा शेयर गरौँ भनेर नि त अस्तिदेखि म राम्रो सुतेको पनि छैन, राम्रो खाना खाएको पनि छैन हैन। गाई बिमार भएर अन्त अहिले चाहिँ बल्ल बल्ल ब्याएको छ। अन्त अहिले यहाँ म हेर्दै बसिरहेको छु, कति दिन तर्पेर बस्यो। अन्त तपाईहरुलाई देखाउँछु ल मेरो गाई कस्तो भएको छ भने आमा चाहिँ बिमार भएर जाति भएसँग खुट्टा पनि टेक्दैन, हिँड्दैन पनि। के गर्नुपर्छ दबाई पानीहरू तपाईहरु प्लिज मेरो कमेन्टमा गरिदिनुस् होला। जतिजनाले सब्स्क्राइब गर्नुभएको, जतिजनाले मलाई सब्स्क्राइब गर्नुभएको छ, बेसी त गरेको छैन, अब 62 जनाले गर्नुभएको छ। भए पनि उहाँहरूले कहिले गाई त पालेको होला है। कुछ आइडिया छ भने प्लिज मलाई कमेन्ट गरिदिनुस् होला। मेरो गाई चाहिँ बिमार भएको 1 हप्ता बेसी भयो। माथि भेटनेरी डक्टरहरू आएर डिप्स क्याल्सियमहरू सबै दिइसकेको, भए पनि जाति भएको छैन। यो हावा चल्दैछ, तपाईहरुलाई देखाउँछु ल। यसरी हावा चल्दैछ आजको। यो चाहिँ 12 बजी मैले ब्लगिङ गर्दैछु दिउँसोको है। अन्त हेर्नुस् न आमा चाहिँ यस्तो भइरहेछ। उता गोली चाहिँ उता राखेको थियो, यो डेरा बनाएर राखेको थियो। अन्त यसरी यहाँ चाहिँ लड्दा पनि उसको जिउहरू ठोक्दा पनि माटोमै ठोक्छ भनेर उता चाहिँ ढुङ्गा छ नि त, त्यसले गर्दा पिल्सेर हेर्नुस् न कस्तो बिजोग छ। मान्छे हो भने कति बोल्नु पर्थ्यो होला है। हो भने त यहाँ दुख्यो त्यहाँ दुख्यो भन्नु सक्थ्यो होला। मेरो गाई अब मान्छे होइन, अब पशु भइहाल्यो। भए पनि मैले महसुस गर्नु सक्छु, किनभने कति दुख्दै होला। म चाहिँ यहाँ गाईगोठमै दिन बिताउँदैछु रातदेखि। बिहानदेखि आएको चाहिँ म गाईगोठमै छु, छोडेर जानु पनि सकेको छैन। नानी त उयो ब्याउनु चाहिँ ब्यायो, भए पनि आमा चाहिँले छेउमै दिँदैन, हान्नु खोज्दो रहेछ हो। अन्त उसलाई चाहिँ म निप्पलको दुध दिँदै उयो गर्छु। अब एउटा न एउटा त बचाउनु पर्यो नि त होइन। अन्त म त खाना पनि रुचेको छैन, न सुत्नुको टुङ्गा न खानुको टुङ्गा भइरहेछ। बहुत टेन्सन। अब मान्छे हो भने त त्यहाँ दुख्यो भन्नु सक्छ है। अब गाई पशु भयो भने कहाँ दुख्दैछ हामीले केही यादै हुँदैन। पशु अब महसुस पनि गर्नु सक्छ। अब के गर्नु सक्छ र अरू कुछ गर्नु सकेन। मैले मेडिसिनदेखि लिएर सबै गरी फुकफाक पनि सबै गरिसकेको मैले होइन। अन्त तपाईँहरू बोरिङ हुँदा पनि अब आज चाहिँ गाईगोठबाटै हेरिदिनुहोस् होला। अझै पनि माया गर्नुहुन्छ भनेर आशा ठुलो राख्दै है। आज जतिजना मलाई सब्स्क्राइब 62 जनाले गर्नुभएको छ, उहाँहरूको गाईबस्तु पाल्नु भएको छ भने कुछ आइडिया कमेन्टमा गरिदिनुहोस् होला है। अन्त बाछी चाहिँ भर्खर जन्मेको, अन्त म तपाईँहरूलाई देखाउनु सक्दिनँ, बादमा देखाउँछु नि यस्तो थियो भनेर है। किनभने अब कतिजनाको राम्रो हुन्छ, कतिजनाको राम्रो हुँदैन। एउटा न एउटा बचाउनु पर्छ। मान्छे हो भने त त्यहाँ देखाएर डक्टर कता कता लान्छ। अब गाई पशु त कहाँ लानु है। घरमा केटा मान्छे छैन भने चाहिँ यस्तो बिजोग हुँदो रहेछ। अन्त मेरो अहिले बाछा चाहिँ यहाँ घाम ताप्दै बसिरहेछ है। अझै पनि टेन्सन लाग्छ भरे के हुन्छ कि। मैले त खाएको पनि छैन, बिहानदेखि खाना खानु पनि मन पर्दैन। अहिले अलिकति खाना खाएर आयो, आफै विक भयो भने फेरि कसले हेर्छ भन्ने हुन्छ है। मेरो गाई चाहिँ जाति भएको भए यति मलाई खुसी हुन्छ कि। अन्त जतिजनाले माया गर्नुभएको छ उहाँहरूलाई हृदयबाट धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। एक हातले जोड्यो किनभने एक हातमा क्यामेरा पक्रेछु। अझै पनि माया गर्नुहुन्छ भनेर लाइक सेयर सब्स्क्राइब गरिदिनुहोस् होला। धेरै 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 माया छ तपाईँहरूलाई। बाई बाई। आज चाहिँ गाईगोठ हेर्नुहोस् ल।